30 किलोको हो भनेदेखि यसको प्लेट साइजको सुरुमा कुरा गरिहालौँ 10 इन्च बाइ 14 इन्चको हुने गर्दछ प्लेट साइज भनेदेखि चाहिँ। यसको तपाईको म्यानुफ्याक्चर चाहिँ इन्डिया हो भनेदेखि यसको फुल मेटल बडी हुन्छ र टप चाहिँ स्टिलको प्लेट हुन्छ भनेदेखि यसको बेसहरु चाहिँ सबै फलाम र एकदमै हेभीमा हुन्छ भनेदेखि बोथ साइड डिस्प्ले पनि हुन्छ यसमा। पछाडीपट्टि चाहिँ पोल जस्तो भएर त्यहाँ डिस्प्ले भएको हुन्छ भनेदेखि चाहिँ तलपट्टि मनिटर चाहिँ स्क्रिनमा चाहिँ आफूले हेर्ने र बोथ साइडको मतलब ब्याक साइडको डिस्प्लेमा चाहिँ कस्टमरलाई मोनिटरिङ अथवा कस्टमरले हेर्न सक्नुहुनेछ। र यो पनि विशेष गरी हाम्रो अनुभवले चाहिँ यो चाहिँ मेसिनहरु बढी मिठाई पसल त्यस्तै गरेर तपाईको प्रोडक्सन हाउसहरु सानतिनो प्रोडक्सन हाउसहरुमा पनि बढी युज भएको छ र मासु पसलमा त होइन यो बढी चाहिँ तपाईको स्वीट पसलमा जानेर चाहिँ स्टिलको प्लेट चाहिएको छ एकदमै राम्रो प्रिमियम क्वालिटीको स्टिलको प्लेट चाहिएको छ भने त्यहाँनेर बढी युज हुने गर्दछ यो। अब यसकै ठ्याक्कै यही क्यापासिटीमा अर्को 30 किलोको यो प्राइस कम्प्युटिङ यो चाहिँ जेली ड्याङ त्यस्तै गरेर अन्य मोडलहरुको हुने गर्दछ। विशेष गरी बजारमा पर्याप्त रुचाइएको चाहिँ जोरबा जेली कम्पनीको 30 किलोको यो मेसिन हुने गर्दछ। अधिकांश मासु पसलमा देखिने मेसिन पनि यो धेरै मात्रामा देखिन्छ। तपाईले सायदै यो मेसिन त तरकारी पसल मासु पसल अथवा तपाईले नजिकैको किराना पसलमा जहाँ पनि देख्नु भएको छ होला। यसको प्लेट साइजको कुरा गर्ने हो भने 9 इन्च बाइ 13 इन्चको हुने गर्दछ भने यसमा ब्याट्री ब्याकअपको कुरा गर्ने भने 12-14 घण्टा यसले मजाले चल्छ र ब्याट्रीको ड्युरेसन चाहिँ 12-14 घण्टा भयो र ब्याट्रीको लाइफ जुन चाहिँ हुन्छ त्यो 2-2.5 वर्षमा चेन्ज गर्नुपर्ने हुन्छ। 2-2.5 वर्षमा ब्याट्री चेन्ज गरिसकेपछि फेरि नयाँ जस्तै कन्डिसन हुने गर्छ। यो रिचार्जेबल सम्पूर्ण यी माथि देखाइएका तराजुहरू अघिदेखिकै रिचार्जेबल हुन्। अब 30 किलोका यी दुईटा सिरिज पछाडि हामी जाउँ 40 किलोको। 40 किलोको यो जेली कम्पनीको जोरबा कम्पनीको असाध्यै बढी राम्रो एकदम हेभी प्लेट। यो प्लेटदेखि लिएर तपाईको हाउसिङदेखि लिएर सारा चिजहरुमा राम्रो छ। यो पनि बढी मासु पसल डेरी अथवा तरकारी पसलहरुमा बढी युज हुने गर्दछ। 40 किलो सँगसँगै अब यो भन्दा माथिको मेसिन भनेको चाहिँ 60 किलो हो। यो फेरि तपाईको म्याक्सिमम यो पनि युज हुने हो। 30 किलो र 60 किलोको बजारको चाहिँ तपाईको माग हेर्ने हो भने बराबर नै छ। 60 किलोको पनि किन बढी युज हुन्छ भनेदेखि चाहिँ प्लेट साइजमा पनि हुन्छ र यो रेलिङ पनि हुन्छ। यसको यो ब्याक साइडको रेलिङ हो। बोराहरू राखेर जोख्नका लागि चाहिँ यो मेसिन असाध्यै उपयुक्त हुने गर्दछ। र यसको प्लेट साइजको कुरा गर्ने हो भने दुईटा प्लेटहरु रहेका छन् यसमा। जेली कम्पनीको प्लेट चाहिँ तपाईलाई 14 इन्च बाइ 14 इन्चको हुन्छ भनेदेखि यो ड्याङ भन्ने कम्पनीको अथवा वाने भन्ने कम्पनीको हुन्छ यो चाहिँ 13 इन्च बाइ 12 इन्चको हुने गर्दछ। यसमा पनि सजिलै प्राइस कम्प्युटिङ गरेर प्राइस क्याल्कुलेट गरेर हेर्न सकिन्छ भने दुई साइडमै डिस्प्ले हुने गर्छ। यो नीलो प्लेट देखिएको यो प्लेट चाहिँ नीलो पेपर मात्रै हो र फुल स्टिल बडी नै हो यो प्लेट चाहिँ। र हेड चाहिँ एउटाको चाहिँ स्टिल बडी छ भने एउटाको चाहिँ प्लास्टिक बडी छ।